So hello and namaste everyone, welcome back to my channel. It's me Samji Tamang. I'm back with new video after a long time. So तपाईले थम्बनेल र टाइटल हेरेर थाहा पाइसक्नु भएको होला हैन. सो आज चाहिँ हामी कपाल काट्न जान लागेको छौं. आजकल धेरै नै गर्मी छ काठमाडौँमा. इट इज एक्सट्रिमली हट है. एज यु क्यान सी माई फेस हैन. म कालो मान्छे झन् पनि कालो भइसक्यो हैन. यो कम्प्यारिजन हेर्न सक्नुहुनेछ. अरूभन्दा पनि मलाई यो कपालले चाहिँ लास्ट हैन इरिटेट भइरहेछ हैन. सो यो यत्रो लामो भइरहेछ. यस्तो लामो भएर म सबै स्ट्यान्डको कपाल भए काट्नु आउँछ. यो टेक्ले हुन्छ यो अनि म हिरो बन्छु अनि म आकाशमा उड्छु. आज हुनेवाला चाहिँ नयाँ हेयर कट, न्यू हेयर स्टाइल, बस कट हैन. ताक्लु पारेर आउँछु म आज. कस्तो हुन्छ इज माई न्यू एक्सपेरिमेन्ट हैन. मैले अहिलेसम्म बस कट हानेको छैन. सो कस्तो हुँदो रहेछ हैन. अब सोचिरहनु भयो होला कि आज सामी पागल हो भन्नु हैन. पागल हो त पागल हो. आई एम गोइङ टु डु द्याट. ओके एनी हाउ म आज गरेरै छोड्छु. तर मलाई लास्ट कमेडी देख्छु होला यार. म मान्छे झन् यति कमेडी चाहिँ होइन, लास्ट कमेडी देख्छ मलाई. सो एनिवे गाइज आई एम गोइङ टु डु द्याट टुडे. म च्यालेन्ज गर्न गइरहेको छु आफूलाई कस्तो देखिन्छ भनेर. त्यही हो, म आज बसकट हानेर देखाउँछु र कस्तो देखिन्छ त्यो लास्टसम्म हेर्नु होला. त्यही हो, म अब सिधै पसलमा जान्छु. के हो त्यो? अब हामी कपाल काट्न गई. अनि त्यो चाहिँ के हो हातको? अब हामी चाहिँ पुग्यो. अब हामी चाहिँ कपाल काट्न जान्छु. Am I really doing this? म साँच्चै गर्न गइरहेछु है. I have just arrived guys. अब चाहिँ मेरो पालो आयो guys. ल let's see. Oh my god, shit bro, I look like shit. Yo guys, this is us after haircut है. मेरो कपाल कस्तो देखिन्छ अरे. I just fucking regret guys after cutting this haircut है. यस्तो रिग्रेट भइरहेछ मलाई. Hell man, I look like fucking KSI. Shit यार. बरु अलि छोटै पार्नु पर्ने चाहिँ बस कट चाहिँ हाल्नु नहुने चाहिँ के शिट म्यान. आज चाहिँ रिग्रेट होइन. अर्को साथीको घर कसरी जाने यार. दाइरको घर कसरी जाने. ओ माय गॉड बेकार है भैया. मैं तो टूट गया मैं तो अब. ओ माय गॉड I just make a huge mistake of my life. Oh my god, I look like KSI. Yo guys, I just looking like what? Oh my god, I'm done guys. I'm done for 5 months. अब 3-4 महिनाको लागि I'm done. Talking honestly guys, I'm regretting. मलाई यस्तो रिग्रेट भइरहेको छ कि होइन यो कपाल काटेर. यो अहिलेसम्म मैले यस्तो काटेको थिइनँ. सायद अब काट्नु पनि नपरोस् है. यस्तो चिल्लै पारेछ यार गाइज. सो मलाई चाहिँ यस्तो रिग्रेट भइरहेको छ नि है. साथीहरूले के भन्न भनेर होइन. गर्मीमा ठिक त ठिक रहेछ. यस्तो शीतलै हुँदो रहेछ होइन. तर I'm just regretting so hard. Oh my god. त्यही हो गाइज. अब होइन आजको भ्लग चाहिँ यति नै हुनेछ. सो यदि तपाईँहरू कोही कसैले बस कट ट्राई गर्न लाउनु भएको छ भने सो प्लिज पहिला हेरेर बुझेर मात्र बस कट ट्राई गर्नु होला. मेरो सजेसन त्यही हुनेछ. तर मैले यस्तै रिग्रेट हुनुपर्छ तपाईँहरू. सो
आजको ब्लग यति नै। सो अरूको ब्लगमा भेट्दै गरौँला। त्यति चाहिँ लागि टाटा गुड बाई। मलाई टिकटकमा पनि फलो गर्नु होला। सो टाटा गुड बाई।